केडा वेलकम टु न्यू ब्लग, नयाँ सुरुवात आफ्टर मेनी डेज होइन। म आइसकेको छु। अहिले मैले फ्रन्ट क्यामेराबाट हान्दैछु भनेर म भन्दैन, यस्तो वायातको कुरा नगरौँ। त्यसपछि आज चाहिँ तिहारको दोस्रो दिन, लक्ष्मी पूजा होइन। अनि म मेरो साथीसँग हिँड्दैछु, हिमांशु साथीसँग होइन। यहाँ म अहिले चाहिँ म मेरो पहिलाको रुम क्या वेलिङमा जाँदैछु। अनि इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ आज एउटा इन्ट्रेस्टिङ कुरा हुँदैछ क्या। के हुँदैछ भन्दाखेरि एउटा मलाई फ्ल्यासब्याक आउँछ क्या केटाहरू होइन। मेरो पुरानो भ्लगहरू हेरेको छौ भने तिमीहरूलाई नि एउटा फ्ल्यासब्याक आउँछ होइन। केही कुराहरू यसो रिपिट होइन, त्यस्तै। अनि अहिले म चाहिँ चल्दी सान्दिँदै अहिले एकछिनमा भेटौँ ल। वेलिङ हेर, वेलिङ जोतको छ यार वेलिङ, भन्दिनँ म, राम्रो छ यार। यो ठाउँ आएपछि मलाई यो ठाउँमा चाहिँ मैले धेरै सफर गरेर होला मलाई मनै पर्दैन यार यो ठाउँ। जति राम्रो भयो नि नेभर। म पहिलाचोटि आएको यो कि होइन, तर म गर्दैन यार, राम्रो मान्दैन यहाँ हेर। अब चल्दी हानिदिन्छु, त्यही हो। हिमांशु साथी पछि आउँदैछ। सायोनारा अहिलेलाई केटा हो। केटा हो हिमांशुले मलाई किनायो यत्रो। कता गयो? जुमै हुँदैन त हौ। जुम भएन? जुम 22 पाउन्डको केटा हो। 22 पाउन्डको सामानमा एकजनालाई हो बल्क अति यार, अति बल्क केटा हो। आजबाट जिम सुरु हुन्छ। अब टक्क क्रेडिट कार्ड नि आइसक्यो, क्रेडिट कार्डबाट गरेको। अब अहिलेलाई यति नै, भरे भेटौँ न टक्क ल जिममा। अब केटा हो हामी जाँदै हो अब जिमतिर। हामी ट्रेनमा छौँ भन्न त अलिकता जोरले बोल्न मन लाग्छ। आम टकिङ क्वाइटली। वी गो जिम, वी आर गोइङ टु जिम केटा हो। जिममा भेटौँ ल। अब टक्क सामानहरू चाहिँ किनिसक्यो। ल पिसा हो केटा हो। वी आर हेडिङ टु कहाँ रे साथी? वी आर गोइङ टु प्योर जिम जाँदैछौँ केटा हो होइन। हाम्रो पहिलो दिन राति जाँदै हो। सब डाइटहरू किनेर टक्क हिमांशुले आज गाइड हान्दैछ होइन। पहिला नि जिम हानेको यार लन्डन आएर, तर त्यस्तै भयो। अब चाहिँ हान्छु फेरि पनि। नेभर मिस द जिम, छोड्दिनँ यो जिन्दगीमा चाहिँ। अनि यहाँ पुरै अँध्यारो छ, अन्धकारमा पनि आइदियो चुरुट खाँदै है भने जिम जाँदै र जिमबाट आएर चिकन ब्रेस्ट खाँदै त्यस्तै हो केटा हो होइन। अनि अब चाहिँ हामी जिमतिर लाग्दिस हान्दैको होइन। अब चाहिँ टक्क एकैछिन अब तिहार नि आयो गइहाल्यो होइन। 3 दिनको मात्रै एकैछिनमा बितिहाल्यो होइन। हामीले त तिहार मनाएनौँ क्या अरे त्यस्तो साह्रो होइन। यसो हेऱ्यौँ यता पटाका सटाका पड्काएको मान्छेहरूको घरमा, यसो सानो थोरै झिलिमिली बलेको। अस्ट्रेलिया हन्सलोमा त पुरै आगो लाग्थ्यो, धुवा उठिरहेको पुरा। त्यहाँ यहाँ लन्डनको कुनै ठाउँमा चाहिँ अब इन्डियनहरू नेपालीको चाप भएको ठाउँमा चाहिँ यसो होला, नभए त त्यस्तै हो क्या। नेपालीहरूले फुटाएन हौ दोस्त, नेपालीहरूले केही फुटाउँदैन। नेपालीहरू ओभर लोभी हुन्छ यहाँ। लोभर होइन, डराउँछ नि हुन्छ। धोतीहरूले त पुरा आगो बाल्दै थियो हन्सलोमा, डेन्जर। त्यही हो केटा हो। अब हामी जाँदैछौँ। 5 मिनट 6 मिनट लाग्ला जानलाई। 6 मिनट होइन यार 10 मिनट लाग्ला है साथै। वकिङ 10,000 स्टेप कम्प्लिट होला जस्तो छ। अब पुग्नुभन्दा अगाडि हामी लिन हुन्छौँ ल। अहिलेलाई चाहिँ यति नै हिमांशु साथी ल। अब डाइरेक्ट हामी एक्सर्साइज गर्छौँ। एक्सर्साइज गरेको 2-4 क्लिप, देन पम्प फोटो ल। मेरो होइन हिमांशुकै ल केटा हो ल। वी आर एट द प्योर जिम केटा हो। प्योर जिम है हाम्रो हिमांशु साथी। कस्तो लागिरहेछ साथी? भाइ रहेछ सानो सेक्सन पछि ठुलो भइहाल्छ। यता आउन साथी। म त हान्दैन दादा। रोला है रोला, सक्दैन नि ल।
अब वर्कआउट स्टार्ट गरौँला केटा हो होइन त्यसपछि त्यही हो ल अहिलेलाई यति नै वर्कआउट सुरु फर्स्ट वर्कआउट अफ हिमांशु साथी मैले हानिसकेँ यार तर हिमांशु वार्मअप जाँदैछ है हाम्रो वार्मअप जाँदैछ वार्मअप पछि हामी हान्छौँ केटा हो ल अहिलेलाई त्यति नै दादाको अर्को सेट जाँदै कति हो त्यो जिम चेन्ज भयो भने नि हुन्छ हौ 59 ल है केटा उसले चेन्ज हान्दैछ 66 मा किनकि अब त्यो वेट रेसियो यार वेट रेसियो कम हुन्छ क्या त्यो जिम अनुसार केटा हो ल ल ल ल ल ल ल हिमांशु दादाले हान्दैछ अहिले एकछिनमा भेटौँला ल केटा हो यस्तो गाह्रो हुँदो रहेछ यार यत्रो पछि आएको यार हिमांशु पुरै रातो भएर होइन मेरो त यार औडा भयो यार टाउको दुखिरह्यो यार फर्स्ट दिन जस्तो भयो नि त अनि अब पहिलादेखि नै सिकेर आएको होइन अनि हान्न आउने होइन अनि गिद्दी भयो क्या अब अहिले अब हिमांशु हान्दैछ अब टक्क अहिले भेटौँला ल हानु ल राँगा हो राँगा केटा हो राँगा ल सक्दैन नि फेरि ल हामी नि अब स्टार्ट गर्छौँ फोकस हान्दै होइन अहिले तिमीहरूलाई सब कुराहरू भन्छौँ चिन्ता नगर ल टाढा हाम्रो दोस्त हिमांशु दोस्त वेट हेर केटा वेट बबाल छ है मैले नि हानेको यार 10-10ले ओभर औडा भयो ल हाम्रो दोस्तको काउन्टडाउन सुरु भयो ल 1 सक्यो 1 भन्ने बित्तिकै सक्दियो यार हिमांशुले छ्या ल ल ल ल ल ल सह्यो कस्तो ब्लर आएको यार केटा इजी कन्ट्रोल हाउ अप्रोड डेडलिफ्ट र डेडलिफ्ट चाहिँ केटा हो म तिमीलाई सिकाउँछु हेर फर्म हेर पहिला फर्म हेर कस्तो स्मुथ छ हेर ल हेर डेडलिफ्ट हान्न छोडेको हान्न नआउने होइन लङ टर्मलाई राम्रो हुँदैन दोस्त बबाल स्क्वाट ल अब यो चाहिँ कन्भेन्सनल हानेको थियो अघि यो चाहिँ यसलाई के भन्छ अरे यसलाई सुमो बिर्से यार धेरै पछि सुमो हान्दैछ सुमो लेग हानेर केटाले अब सुमो हान्दैछ ल है त हान न जस्तो भयो नि सुमो हेर केटा दामी बबाल कस्तो लाग्यो धेरै पछि एथलिट जस्तो फिल भयो धेरै पछि ल मेरो पालो नबिगाउन कसरी गर्ने भन्दाखेरि यो सिन हुन्छ त्यसलाई प्रेस गर्ने यो खुट्टामा 1 इन्च सिन यो रडदेखि टाढा हुनुपर्छ अनि यसलाई यस्तो गर्ने ढाड सिधा पार्ने यसरी गर्ने अनि रड लिएर खुट्टालाई यसरी मुनि लाने टोर्सोलाई त्यसपछि यसरी चेस्ट अप अनि पहिला खुट्टाले प्रेस गर्ने अनि त्यसपछि खुट्टाले प्रेस गरेर जिउले माथि लाने
दादाको फ्लेक्सिङ मान्छे दादा सक्दैन नि मान्छे दादालाई सक्दैन नि केटा हो पानी झारिदिन्छ केटीहरूको पानी हुन्छ क्या पानी हुन्छ केटीहरू कसम भनेको देख्यो भने पसिना आउँछ डरले तिनीहरूको चिकनहरू होसियार माकुरीहरू दादा मेरो थियो केटा हो मेरो नि गइहाल्यो अब फेरि आउँछ मेरो I'll come back फेरि पनि कम ब्याक हान्दैछ दादाले फेरि पनि त्यो पुरानो दिनहरू याद गरेर टक्क पुरानो दिनहरूको लागि ल्याच स्प्रेड केटा हो ल्याच स्प्रेड साथीको ल है त ल ज्यान त फेरि कडक छ हेर सक्छ त कसैले सक्छ त मजाले हान्यो त दोस्त ल दामी है सक्दैन नि मैले भनिसकेँ नि सक्दैन क्या त्यस्तो पैदा नै हुआ भाइ कोही भी वैसा दादा के जैसा अर्को दादाको फेरि लुक्स बल्छ ल कस्तो लाग्यो त नि आजको नयाँ जिममा डाँडा पनि देखाउने हो ठन्काएर ओए आररेटेड भयो भेन्स आउँदैछ रुका केटा म कपडा खोलेर आउँछु ल यस्तो भयो केटा जज नगर होइन म चाहिँ पछि ग्रो गर्छु त्यस्तै हो होइन ल हिमांशुको गर्छु भयो यार ओ ब्याग त बवाल कडा देखेछ त राजाको त्यही हो केटा अहिले म चाहिँ टी सर्ट लाउँछु यार बिल्ला लाग्यो यार आर्नो हालेर टक्क अब मेरो नि हेर न यस्तो केही छैन यार कुछ भी नहीं है मेरा यस्तो हो कि कडा छैन त्यस्तो सही हो फुट हेर केटा हो फुट अनि त्यसै ऐनामा हेर सक्दैन फेरि भन्नेले भनी जान्छ देख्नेले देखि जान्छ नि यसरी छैन we don't have anything but we will grow someday I don't have anything ल है त साथी अब भेटौँ ल अब एकछिनमा रियलिटी चेक अफ एवरी फिटनेस गाई कैसे होगा कट भाइ कैसे होगा कट हेर केटा हो त्यस्तै हो लाइफमा जिम जानुपर्छ त्यो कट चट बनाएर प्याज मासु र भात मात्र खाएर हुँदैन सबै चिज चाहिन्छ बडीलाई एडेप्टिभ बनाउने हो कि एक्सर्साइज गर्ने हो कि सबको रहिलाई उठाउने होइन खानेकुराहरूको त लिमिटमा अब गएर हामी खाना नि खान्छौँ हाई प्रोटिन मिल नि खान्छौँ होइन अनि त्यो यस्तो खाएर के हुने होइन क्या कोही मान्छे यहीबाट प्रोटिन इन्टेक लिइरहन्छन् अनि ज्यान भनेकै छ 2 शब्द फ्रम हिमांशु सुनिराख इट्स नट फर एभ्रीबडी बट इट्स फर मी फर मी टु म त जति लोड गरेँ नि मलाई त मोटाउनै छ मलाई त बाल हो म कसरी पोच्या हो जस्तो मिठो युकेको यो क्या चिप्स साला यो भोसडी के योले होइन
यति एडिक्टिभ पारो कि होइन म सधैँ खाइरहेको हुन्छु यार छुट्टी भयो भने खाउँ 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 लाग्छ यार त्यो मान्छेहरूलाई हुँदैन चुरो ट्रक्सीको नसा यसले त्यस्तै नसा दिन्छ हो कि नै साथी भन त तिमी नि फस्यौ होइन यो नसामा लास्ट 5 पाउन्ड हुन म खाना खाएको थिएँ हो क्या गोजीमा पैसा हुँदैन देख्यो भने खान मन लागिहाल्छ त्यस्तो हुन्छ यस्तो छ अब हामी खाना निस्किहाल्छौँ ल पछि बोलौँला बाटोमा 2 शब्द बोलौँला तिमीहरूलाई अरूलाई चाहिँ केटा हो अब हामी फर्किसक्यौँ So we are back from the जिम chicken shop. चिकन सप We have some त्यसपछि like chicken wings and some fries with lots of mayo and ketchup. And we are heading towards our house and we're gonna have high protein meal, complete meal केटा consists of fiber, protein and carbs. And we're gonna drink lots of water and Chris have already consumed 10 grams of creatine. It's like creatine intake. He fulfilled his creatine intake, so I have to fulfill mine. So let's go. Let's get big. Let's get big केटा हो let's get big. यसो हेर्दिउँ न अब होइन युकेमा आएर नि सबले स्ट्रगल मात्रै गर्छ नि त जिउ ज्यान हुँदैन धेरै जस्तो मान्छेहरूको होइन अब कसैको त होला नहुने होइन तर पुस गर्ने हो क्या आफूलाई त्यही कुराहरू हो अब मैले नि के एक टाइममा गर्न खोजेको तर मसँग आर्थिक स्थितिले भएन काम भएन त्यही भएर अब फिलहाललाई नि अब मसँग काम भएन भने त म सक्दिनँ नि त त्यस्तै कुराहरू हो होइन अब मलाई कामबाट निकाल्दियो भने रियालिटी कुरा हो होइन मलाई कामबाट निकाल्दियो भने त म सक्दिनँ नि त हो कि नै दोष भन नि त अब मलाई फ्रीमा दिँदैन म डाइट खान सक्दिनँ डाइट खान नसकेपछि जिम नि गर्न मन लाग्दैन त्यस्तै कुराहरू हो क्या आर्थिक स्थिति नि हल्का हुनुपर्छ जे भयो नि होइन खानालाई चाहिँ पुग्नु पऱ्यो त्यसपछि त हुन्छ क्या त्यही हो मनमा इच्छा राख्ने हो गर्ने हो त्यही हो सोचेको कुरा पुरा गर्ने हो हाम्रो साथीले मलाई फेरि त्यो कुरालाई म भित्रको सुतेको बाघलाई उठाइदियो त्यसको लागि म आभारी छु आउने दिनमा हामी दुईजनाकै धेरै राम्रो होस् होइन एकदम ल हामी अहिले घर पुगेर टक्क भेट्नेछौँ है कुकिङ ब्लग अनि यो ब्लग चाहिँ इन्ड हुँदैन है हामी ब्लगको 25% मात्रै हो नि फेरि ल केटा हो यार भर्खर घर आएर फ्रेस भएर होइन टक्क मान्छे साथीले टक्क मलाई कसरी बनाउने यता मिल प्रेपहरू सिकाउँदैछ मान्छे साथी कसरी बनाउने रे We are 2 people, so we're gonna use 4 mushrooms, 1 large carrot, and 1 big capsicum like this. Then we gajar body huncha, 2 आलु, प्याज, rice, chicken चाहिँ like 3 breast. डन बुझ्यौ नि हाम्रो चिकन ब्रेस्ट चाहिँ अनि हामी त्यसपछि यहाँ एग खान आँटेको यो चाहिँ के अरे टेस्कोबाट लिएको होइन अलिकति लार्ज साइजको त्यसपछि अनि तिमीहरूलाई म यो फ्रिजमा चिकन हाम्रो स्टक देखाउँछु त यो स्टक हेर्नु यहाँ कस्तो छ यार स्टक 3-4 दिन चल्ने स्टक भन्दैछ मान्छेले रुपायो सामान झुक्दैछु कि यहाँ प्याक यहाँ हेर न चिकन भर्खर लिएको यो फ्रेस हो यसको डेट नि धेरै छ त्यसपछि चिकन ब्रेस्ट हो क्या चिकन ब्रेस्ट हो अनि टक्क यसको डेट नि अलिकति लामो छ त्यसपछि अब बनाउँछौँ खान्छौँ होइन तिमीहरूलाई अब मिल प्रेपमा कसरी बनाउने भनेर यसो जानकारी दिउँला नि यहाँ मसरुम त्यसपछि यहाँ मिक्स भेजिस होइन त्यसपछि आलु दुईटा आलु त्यसपछि अब अरू मसलाहरू जाँदै गर्छ होइन त्यसपछि तिमीहरूलाई देखाउँला कस्तो के रहेछ भनेर अनि त्यसपछि हाम्रो यो हाइड्रो यो चाहिँ हाइड्रेसनको लागि हो हाइड्रेसन चाहिँ हाइड्रेट गर्नलाई होइन यो पानी चाहिँ बडीले एक्स्ट्रा अब्जर्भ गर्छ यसले गर्दाखेरि अनि यो कुन फ्लेभर रहेछ साथी यो बेरी फ्लेभर विथ एडेड भिटामिन बी होइन सब दामी छ मिनरल्सहरू सब छ अब कोकको बोतलमा हुन त प्लास्टिकको बोतलमा खानु पर्यो होइन तर त्यही नि
अब हामी मिल प्रेप बिचमा देखाउँछौँ है ल तिमीहरूले जिमको भिडियो त हेरिहाल्यो अब मिल प्रेपेयर स्टे ट्युन केटा अनि तिमीहरूलाई केटा अब टक्क होइन टुक्कै मेरो हात देखेछ किन टक्क अनि त्यसपछि यहाँ चाहिँ अब यस्तो तेल हाल्ने होइन त्यही यहाँ यति तेल हाल्ने होइन प्यानमा देखेको छैन होला यति तेल हाल्ने होइन हल्का पानी मिक्स भएछ हल्का तेल हाल्ने भनौँ न हल्का तेल हाल्ने त्यसपछि यो सामानहरू हाल्ने पहिला प्याज हाल्ने त्यसपछि मसरुम हाल्ने त्यसपछि आलु हाल्ने त्यसपछि यो हाल्ने होइन छोटो जिरा छैन होला अरे छैन त्यसपछि यस्तो यस्तो गर्ने हो त्यसपछि तिमीहरूलाई यसो मिल सिल बनाएको देखाएको मात्रै हो होइन अहिले अब मिल पाकिसकेपछि हामी खान्छौँ त्यसपछि गर्छौँ नि त होइन स्टे ट्युन केटा यहाँ छ स्टे ट्युन केटा होइन यस्तै छ हौ आजभोलि त यार दसैँ तिहार नि आएर पनि गइसक्यो होइन अब विदेशमा के हुने र यस्तै त हुन्छ यार कहिले हाँसो कहिले दुःख होइन जो साथीभाइहरू भएर चाहिँ जो आनन्द आउँछ त्यही हो केटाहरू मिलेर बस्नुपर्छ जे भए पनि होइन विदेशको ठाउँमा एकअर्कालाई साथ दिने यताउति गर्ने एकअर्काको लुट्ने होइन धेरै मान्छेहरू त्यस्तो हुन्छ तर अब त्यस्तो गर्नु त ल म यहाँ यसो राख्छु है अडिन्छ यो पाक्न चाहिँ अलिकति यो पाक्न त एकैछिन पाकिहाल्छ र उसले मलाई सिकाउँदैछ कसरी काट्ने साइडमा राख सानो पिस काट्छु सिकाउँदैछ है सिकाउँदैछ लटेपट्टि होइन अलिकति खाँदाखेरि पनि ए हो यार के खाइरहेको छु यस्तरी काटो त ग्यास गुज म त यत्तिकै हाल्दा पनि हुन्छ फुड डोन्ट ह्याभ टु लुक लाइक सिट एन्ड डोन्ट ह्याभ टु टेस्ट लाइक सिट यो दुइटा कुरा थाहा भयो मेरो हेड सेफले बनाइदियो तर त्यसले निकालिदियो मलाई कुराहरू विचार गर है केटाहरू अब उमेरमा ठुलो होला सानो होला होइन अब भोगेको मान्छेहरूबाट अब हुन्छ नि त मान्छेले ठुलो सानो भनेर हुँदैन क्या जब मान्छेले भोग्छ नि त्यो चक्कु कति कम धारिलो क्या म लिटरली मेरो चिकन ब्रेस्ट आइस पाएको हुन्छ कि म काट्छु क्या लम मेरो चक्कुले यसमा त्यो चिक्ने गिलो मासुले नि काट्न सकिने चक्कुले त्यही त ल्याउ केही आइसलाई काट्छु कि आइसलाई दोष अब यसरी गर्ने टक्क यसरी गर्ने रेट्ने क्या अब चक्कु धारिलो छैन भने रेट्ने केटा रेटेपछि त बराबर यत्रो हुन्छ यत्रो यत्रो भइहाल्यो होइन त्यसपछि छैन कुकिङ पाउडर देखिरहेको थिएँ कि छैन रहेछ यसलाई यसरी काट्ने काटिसकेपछि अनि यस्तो के केटा हो त्यो त हाम्रै हो अनि केटाहरू काटिसकेपछि चाहिँ टक्क अब यसरी टक्क मिलाएर काट्ने क्या एङ्गलमा मिलाएर भर्खर भनेन उसले एङ्गलमा मिलाएर काटेन भन्छ खानेकुराहरू अलिकति होस् न हेर्दाखेरि पनि राम्रो होस् न होइन अरू अब यो चाहिँ जिमको लागि मात्रै होइन डेली लाइफस्टाइलमा नि आइहाल्छ नि अब केही कुराहरू हेल्दी खान मन छ भने होइन यताउति अब तिमीहरूलाई तेल आफ्नो टेस्ट अनुसार राख्ने कसैले धेरै खाला कसैले थोरै खाला होइन अब तिमीहरूको चोइस हो ए यसले धेरै हाल्यो यसले थोरै हाल्यो मिठो हुँदैन त्यस्तो होइन त्यस्तो कहिले पनि हुँदैन आफ्नो टेस्ट हो आफूलाई कतिको चिल्लो मनपर्छ कसले आफ्नो हेल्थको लागि खान्छ कसैले टेस्टको लागि खान्छ कुरा के हो भन्दा इफ यु रियली फकिङ केयर अबाउट your body, like you eat fast food, you eat good food, you eat healthy food, you eat boiled food with salt only, you know, the results gonna be seen by yourself. Just go in front of the mirror at night and stand in front of the mirror with like nothing but naked, then you will see your food will define your body. That's the thing.
अनि त्यो अब आफ्नो चोइस हो खाने नखाने होइन हामीले फोर्स गरेको नि हामी त हेल्दी खाने ट्राई गर्दैछौँ सक्दो टु द बेस्ट अफ आवर एबिलिटी होइन लेट्स सी हाउ फार वी क्यान गो पुसिङ द लिमिट्स एज फार एज वी क्यान डु त्यसै गरी केटाहरू अहिलेलाई भाषण धेरै भयो होइन केटाहरूलाई नि अल्छी लाग्दो होला कुराहरू सुन्दाखेरि होइन अब यो कस्तो विज्ञान पेलेको यो पाकिसक्यो होइन टक्क मान्छे सेफले होइन यता फेरि 16 इन्च होइन 16 इन्च गन हो नि फेरि त्यही हो अब हाम्रो आलु जान्छ आलु गइसकेपछि मासु जान्छ अनि त्यसपछि मरमसलाहरू जान्छ खतम त्यसपछि त अहिले भेटौँ ल टक्क ल अब त्यसपछि अनि त्यसपछि यहाँ चामल हाल्ने त्यसपछि मासु हामीले हालिसक्यौँ चामल हाल्ने होइन 100 ग्राम जति चामल हाल्ने त्यसपछि भइहाल्छ त्यसपछि होइन देखाउँदा त चामल अनि यतिको भएपछि यो बिरयानी जस्तो हुन्छ क्या बिरयानी भन्दा नि दिस इज फर ब्याचलर द बोइज हु आर ब्याचलर लाइक हु डोन्ट हेभ टाइम ब्याचलर मिन्स अनम्यारिड ब्याचलर मिन्स अनम्यारिड लाइक अस होइन लाइक अस अन्त बुढीले पकाइहाल्थ्यो त मासु अलग भात अलग दाल अलग मुजी नापेर खाने काम मात्र हुन्थ्यो मेरो अनि त्यसपछि हिमांशुले दिन्छ है हिमांशुले दिन्छ टक्क यो बन्द गर्ने त्यसपछि हामी यता गर्ने यहाँ हेर अब टक्क यस्तो छ दोस्त अब यसमा राजा यसमा पानी हाल्नुपर्छ कि नै अझै हाल्नु पर्ला है यहाँ हेर अब यस्तो भयो नि यो चाहिँ अब फाइनल टच होइन नि त फाइनल टच भएपछि त बब्बाल हुन्छ सेफ है सेफ शान्तिमा मान्छे होइन निक्लेको केटी हो सेन्ट्रल निकालिएको केटी तर यार म त्यहाँ भएको यार भाडा ठोकी यार कति पैसा कमाउँथ्यो होला केही न केही युनिफी भाडा हाने केही छैन लाइफले अर्को मोड लियो उसलाई राम्रो गर्दैछ लाइफले होइन त्यही हो केटा अहिलेलाई अब त्यस्तो सेन्टिमेन्टल कुराहरू नगरौँ होइन अब हामीलाई पाक्छ हिमाल चाहिँ जसले बनाइरहेछ त्यसपछि अब हामी आधी घन्टा जति कुर्छौँ टक्क पाक्छ हामी खान्छौँ अनि टक्क स्लिप हानिदिन्छौँ त्यसै गरी अहिलेलाई चाहिँ टाटा केटा हो अब यहाँ चामल पाक्दैछ टक्क यहाँ हेर्नु पऱ्यो कस्तो भएछ यहाँ हेर न कस्तो ड्यान्डी भइरहेछ चाहिँ ल अब पाक्दैछ होइन सेफ दादा ग्लो अप मेरो चाहिँ ग्लो डाउन हुन्छ अप नभएको जलाइन देखाएर बल्ल बल्ल आइरह अब बिस्तारै आउँछ छिटै सलमान भाइ जस्तो देखिरहेको छैन म क्रिसले खाएको दुध मैले खाएको दुध केटा हो कतिवटा दुध 1 2 3 4 5 6 7 8 9 10 राइट ल अब अहिले भेटौँला अब यस्तो भइसकेछ म एउटा टेस्ट रिभ्यू हानिदिन्छु ल बबाल मान्छेमा टेस्ट नि कला नि बनाउनु मान्छेमा टेस्ट होइन यसमा टेस्ट होइन सब छ है ल धन्यवाद हिमांशु साथी यो ब्रिफको लागि यो मिलको लागि अनि भगवान्लाई पनि धन्यवाद अनि मेरो मेहनतलाई म आफैलाई धन्यवाद कमाएको नि त मैले ल बाई बाई सारा भेटौँला केटा हो वेलकम 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 नमस्ते ह्याप्पी आज के रे साथी आज हाम्रो दोस्त लामो सुन न आज के हो हाम्रो के अरे टिका लाउने आज भाइ टिका दुनियाँलाई टोपी लाउँदै हिँड्ने दिन छोरी मान्छेहरूको त्यसरी भन्नु हुँदैन त्यसरी भन्नु चाहिँ हुँदैन है भन्नु चाहिँ हुँदैन नेप्लिज सेन्टर केटा हो अनि त्यसपछि आज चाहिँ नयाँ दिन नयाँ सुरुवात नयाँ उमङ्गको साथ हामी पनि फेरि प्रस्तुत भइसकेको छौँ साथीभाइहरू होइन हजुरहरूको अगाडि हामी चाहिँ अब यहाँ यसो घुमघाम कार्यक्रम होइन सानोतिनो जे भए पनि आज अफ डे थियो त्यही भएर हो अनि मलाई चस्माले चाहिँ कस्तो देखेको छ होला हेर त भन त मलाई भन त फेरि ओजी हो नि फेरि ओजी हो त्यस्तो फेरि बिटिस नदिउँ न होइन धेरै बेसी बोले जस्तो लाग्यो मैले अनि त्यही हो केटा हो होइन जाँदैछु साथीको हल्का काम थियो त्यहाँ त्यही भएर हो
अनि अहिले चाहिँ यस्तो दृश्य देखाउँछु म तिमीहरूलाई होइन यस्तो दृश्य देखाउँछु कि तिमीहरू चकित हुनेछौ क्या ल यो दृश्य नि हेर कस्तो छ होइन यो दृश्य हेर यो दृश्य त होइन हिरो नि orgasm हुन्छ यो दृश्य देखेर अरूलाई केटीलाई त्यही त अहिलेलाई चाहिँ यति नै केटा अहिले चाहिँ भेटौँ ल ए केटा हो वेलकम है वेलकम वेयर वी आर साथी वेयर वी आर जिजस अनि त्यसपछि केटा हो होइन यहाँ आइसक्यो साथीले चाहिँ पुरै यताउति आफ्नो काम गरिसक्यो उसको काम फिक्स भइसक्यो त्यो कुराहरू छोड्दिउँ होइन त्यसपछि हामी नेचरलाई इन्जोय गरौँ न उसको हाम्रो कुराकानी त भइहाल्छ अनि त्यसपछि कस्तो चलिरहेछ हौ केटा हो यार अनि त्यसपछि होइन आज चाहिँ के भयो भन्दाखेरि होइन यस्तो राम्रो ठाउँ आयो नि त हिमांशुले देखायो हिमांशु साथी यस्तो राम्रो ठाउँमा काम गर्दो रहेछ मलाई थाहा थिएन क्या हिमांशु साथी यति राम्रो ठाउँमा काम गर्न आँटेको रहेछ भनेर हिमांशु साथीले काम पाइसकेपछि केटा हो राम्रै ठाउँमा पाउँछ क्या हाम्रो साथीले कसम भनेको क्या अब के हो हिमांशु साथीको पोजिसन वेटर हेड वेटर हो कि नै साथी कस्तो कालो आइदिएको यार अनुहारै देखेन यार एन्टी लाइट परेर होला यार यता टाढा 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 सल्लु भाइ What do you want to drink, still or sparkling water? No, I want to drink. What's for the starters, and what's for the main course and dessert? हेर न यहाँ चाहिँ मान्छे कुरालाई इग्नोर हान्थ्यो यस्तो यहाँ भ्यू चाहिँ हेर तिमीहरू होइन टक्क चरा उड्यो ल हान्नु पर्ने रहेछ जस्तो छ आइफोनले पनि त्यो क्ल्यारिटी ठाउँमा आएपछि निकाल्दो रहेछ ठाउँमा आएपछि निकाल्छ जो सही छ जे भए पनि होइन केटा हो होइन ठाउँहरू चाहिँ होइन यहाँ चाहिँ यो प्रिजन हो क्या केटा हो होइन यहाँ प्रिजन हो होइन यहाँ 2-3जनालाई हुल्नु पर्ने छ यहाँ लिएर होइन त्यस्तो नाम तोक्नुहुन्न साथी होइन त्यसपछि यहाँ हेर न यसरी टक्क यस्तो दामी यस्तो छ साथी खिचिहालौँ न यार साथी के छ र अहिले यस्तो छ ब्रिथ द एयर टच द गड साथी टच द गड मेरो त केटा हो हिजो जिम गरेर टच नै हुँदैन यार लास्ट दुखिरहेको छ कोही छ भने यार मालिस गर्न आइदेऊ न यार ल अहिलेलाई चाहिँ त्यति नै टक्क हाम्रो फोटो सेसन हुन्छ त्यसपछि भेटौँला अब केटा हो हामी चाहिँ फर्किँदै त्यहाँबाट हिमांशु साथी कस्तो भयो हाम्रो आज बवाल भयो होइन त्यसपछि अब मासु हान्ने हो केटा हो होइन अब घर गएर हाम्रो डाइट साइट हान्ने हो त्यही हो अनि यहाँ 2 बजिसक्यो यार 2 बजिसक्यो भोलि भाइटिका कस्तो लागिरहेछ तिमीहरूको भाइटिका कस्तो आइरहेछ भन्नु है हाम्रो चाहिँ यस्तै चलिरहेछ यस्तै के गर्ने परदेशमा यस्तै छ त्यही हो यहाँ बसेर यस्तो ल केटा अहिले भेट्नु पर्ला साथीहरू अब भ्लगको इन्ड हानिदिनु पऱ्यो यति नै थियो हाम्रो यात्रा हामी चाहिँ अब घरतिर लाग्दै छान्दिएको साथी फेरि स्टार्ट फोर साथी ल केटा हो अब ट्रेनमा जाने हो लास्ट जिउ थाकेको छ यार आज बिहान उठेर गएको झन् जिम्नी जानु छ यार केटा आज चाहिँ यो भ्लगमा चाहिँ जिमको आउँदैन कहाँ आउँछ यार दुई दिनको जिमको भ्लग यार अर्को दिन आउँछ अर्को भ्लगमा आउँछ अर्को भ्लग हेर्नु ल है त ल